ल ल हाम्रो अर्को क्वेसन स्टार्ट हुँदैछ। यो चाहिँ के छ यहाँ क्वेसन हेरौँ है त डिटेल्समा। पहिला यहाँ क्वेसन हेरौँ। फाइन्ड dy बाई dx अफ दिस फङ्सन भनेर सोधेको छ है। अब यसको चाहिँ नट बाई द फर्स्ट प्रिन्सिपल, यो चाहिँ हाम्रो जेनरल जुन छ डेरिभेटिभ गर्ने सर्टकट मेथड्सहरू त्यो युज गरेर चाहिँ यसको dy बाई dx फाइन्ड गर्नु पर्यो। अब यसको लागि सल्युसन हेरौँ, ट्रिक्सहरू पनि हेरौँ। गिभन के छ त भन्दाखेरि हामीलाई फङ्सन ax स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर इक्वल टू 0 छ। अब फर्स्ट थिङ के लेख्ने भन्दाखेरि अब के चाहिन्छ साइड वाइज म यहाँनिर चाहिने कुराहरू चाहिँ लेख्दै जान्छु है त यतापट्टि। अब फर्स्ट थिङ के लेख्ने भन्दाखेरि चाहिँ यहाँनिर फर्स्टली के बुझ्नु पर्यो भन्दाखेरि यो ए एच एन्ड बीहरू चाहिँ के हो त भन्दाखेरि कन्स्ट्यान्ट हो है। अब यहाँ चाहिने बेसिकल्ली फर्स्ट थिङहरू के हो भन्दाखेरि जेनरली पावर रुल, एक्स टु द पावर एन को डेरिभेटिभ कति हुन्छ भन्दाखेरि एन एक्स टु द पावर एन माइनस 1 हुन्छ र कन्स्ट्यान्टको डेरिभेटिभ कति हुन्छ 0 हुन्छ है। अनि थोरै अलिकति चेन रुल पनि चाहिन्छ। सपोज वाईको गर्नुपर्ने छ भनेदेखि अब यसको अब म यहीँ देखाउँला यसलाई चाहिँ ल। फर्स्टमा लेख्नुपर्ने यति यहाँ हेरौँ ल। अब जाउँ है त क्वेसनतिर। के लेख्नु पर्यो भन्दाखेरि differentiating on both sides with respect to x भनेर लेख्ने। अब यति लेखिसकेपछि डेरिभेटिभ निकाल्ने हाम्रो यो सर्टकट मेथड्स भनौँ, नट बाई द डेफिनेसन भन्यो भनेदेखि चाहिँ यस्तो ट्रिक। अब के लेख्ने भन्दाखेरि डेरिभेटिभ अफ ax स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर अपन dx इक्वल टू 0 लेख्ने। 0 भन्दा नि अब डेरिभेटिभ अफ 0 बाई dx लेख्दिने, कन्स्ट्यान्ट भयो 0 भने पनि है। अब यति गरिसकेपछि अब हामीले सेपरेट गर्नु पर्यो यहाँनिर, किनभने प्लसले मतलब प्लसवाला कुरो छ भनेपछि हामीले सेपरेट गर्नु पर्यो है त। अलिकति मलाई यहाँ इरेजर चाहियो किनभने यहाँ कन्फ्युज होला जस्तो लाग्यो यहाँनिर है। यहाँ प्लस थियो यहाँ प्लस थियो। ल मैले सेपरेट गरिदिएँ। सेपरेट गरेको भनेको बुझ्नु पर्यो ax स्क्वायर बाई dx बिचको प्लस डेरिभेटिभ अफ 2hxy डिभाइड बाई dx सेपरेट गरिदिएँ सबैलाई। डेरिभेटिभ अफ यो जस्ट एडिसन रुल अफ डेरिभेटिभ हो, कन्स्ट्यान्ट 0 को डेरिभेटिभ 0 उतापट्टि लेख्दिसकेँ। अब यसपछि फर्दर मुभ हुँदाखेरि के हुन्छ त भन्दाखेरि मैले यहाँनिर कलर पनि चेन्ज गरेँ। ए भनेको त कन्स्ट्यान्ट हो बाहिर आउँछ इन्टु डेरिभेटिभ अफ के भयो एक्स स्क्वायर मात्रै भयो प्लस अब यो 2h भनेको नि कन्स्ट्यान्ट हो त्यही भएर यसलाई बाहिरपट्टि लेखिदिउँ। डेरिभेटिभ अफ के रहन्छ भित्रपट्टि dxy बाई dx ठिक छ। अनि यहाँ पनि b भनेको कन्स्ट्यान्ट भयो त्यो बाहिर आउँछ dy स्क्वायर बाई dx इक्वल टु 0 है। अब यसपछि के गर्ने त भन्दाखेरि हामीलाई चाहिएको त लास्टमा फाइनली dy बाई dx को भ्यालु है, dy बाई dx निकाल्नु पर्ने छ त्यति सोचिराख्ने। अब जेनरली पावर रुल लाउँदाखेरि एक्स स्क्वायरको डेरिभेटिभ कति हुन्छ त यसमा हेरौँ ल, एकदम डिटेल्समा भनिदिन्छु। हामीसँग अघि त्यो मैले पावर रुलको फर्मुला लेखाएको थिएँ यहाँनिर है। एक्स टु द पावर एन हुँदाखेरि एक्सको पावरमा एन हुँदाखेरि एन अगाडि अनि एक्सको पावरमा एन माइनस 1 सेम लाइक द्याट। यहाँनिर स्क्वायर छ नि त, स्क्वायर छ भनेपछि एक्स स्क्वायरको डेरिभेटिभ यसो हेर्ने हो भनेदेखि अगाडि 2 आउँछ, एक्सको पावरमा 2 माइनस 1 त्यो भनेको कति हुन्छ जेनरली 2x हुन्छ। जेनरली भन्दाखेरि एक्ज्याक्टली 2x हुन्छ ल। 2h पनि कन्स्ट्यान्ट। यहाँनिर चाहिँ हामीले प्रोडक्ट रुल लाउनु पर्यो ल, प्रोडक्ट रुल है त। अब प्रोडक्ट रुल थोरै म यहाँनिर भनिदिन्छु। प्रोडक्ट रुल भनेको के हो त भन्दाखेरि डेरिभेटिभ अफ दुईटा u इन्टु v भनेको चाहिँ कसरी लेख्न सकिन्छ भन्दाखेरि u डेरिभेटिभ अफ v प्लस v डेरिभेटिभ अफ u, यसरी प्रोडक्ट रुललाई डिफाइन गरिन्छ। अब यहाँनिर यो u भनेको x भयो, v भनेको y भयो। त्यसै गरी त्यही फर्मुला लाउँदाखेरि x लाई एज इट इज राख्ने, y को डेरिभेटिभ गर्ने र फेरि y लाई एज इट इज राख्ने, x को डेरिभेटिभ गर्ने, नथिङ न्यू। यति है, यति प्रोडक्ट रुल नलाएको कारणले गर्दाखेरि तिमीहरूको क्वेसन्सहरू बिग्रिरहेको हुन्छ। यहाँ फर्दर मैले थोरै अलिकति इरेज गर्नुपर्ने भयो, यी कुराहरू चाहिँ अलि ओभर भयो यहाँनिर मलाई अटेन, यो पनि भइहाल्यो है।
ल यसपछि बाँकी रह्यो b भन्नेको चिज कन्स्ट्यान्टै छ यो b लेखेँ अनि y स्क्वायरले चाहिँ थोरै चेन रुल लाउनु पर्ने हुन्छ है dy स्क्वायर पहिला y छ भने y को रेस्पेक्टमा अनि फेरि यो dy लाई x को रेस्पेक्टमा गर्नु पर्यो इक्वल टु 0 भयो और a into 2x plus 2h अब यहाँ कहाँ डेरिभेटिभ गर्न बाँकी छ हेरौँ है x त छँदैछ dy by dx भइहाल्यो प्लस y छँदैछ यही कुराहरू लेख्दैछु है म यहाँनिर x को डेरिभेटिभ भनेको जहिले पनि कति हुन्छ 1 हुन्छ प्लस b इन्टु y लाई y को रेस्पेक्टमा डेरिभेटिभ गर्दाखेरि अघि x स्क्वायरलाई गरे जस्तै यसको पनि कति हुन्छ 2y हुन्छ इन्टु कति भयो dy by dx इक्वल टु 0 ल अब यसलाई थोरै एरेन्ज गर्न मात्रै बाँकी छ हाम्रो सोलुसन आइसक्यो अलमोस्ट है a इन्टु 2x प्लस यो ब्राकेटमा मैले 2h ले अब मल्टिप्लाई गरिदिने भयो 2hx इन्टु dy by dx प्लस यो 2h ले त दुईटैलाई मल्टिप्लाई हुन्छ है सो 2hy प्लस यसलाई पनि लेखिदिए अलिकति मिलाएर 2by इन्टु dy by dx इक्वल टु अब हामीलाई चाहिएको त dy by dx हो dy by dx लाई एक साइडमा राखेर सबैलाई हामी के गर्छौं भन्दाखेरि राइट साइडतिर लगिदिन्छौं अब dy by dx भएको कहाँ छ यसो क्लिक गरौँ यहाँनिर छ एउटा यहाँनिर छ यो दुईटाबाट मैले के गर्ने भयो भन्दाखेरि dy by dx लाई कमन लिदिने भयो त्यो अघि मैले यहाँ तल यस्तो लाको चीज लाएर त dy by dx लाई कमन लिँदाखेरि के रहन्छ त 2hx प्लस 2by है इक्वल टु अब मैले यहाँनिर dy by dx नभएको टर्महरु यो दुईटा गोलो लाको टर्महरुलाई मैले कतातिर फाल्दिने भयो राइट साइडमा पोजिटिभ जाँदाखेरि के हुन्छ त नेगेटिभ 2ax minus 2hy ठीक छ मैले यहाँ बुझाउँदै गर्दाखेरि मात्र लामो भएको हो नत्र एकैछिनमा हुने चीज है मलाई चाहिएको भनेको dy by dx मात्रै हो अरु चीज चाहिदैन यतापटि मल्टिप्लाईमा भएको चीज उतापटि जाँदाखेरि के हुन्छ त भन्दाखेरि डिभाइडमा जान्छ है प्लस 2by ठीक छ अब मैले यहाँ के देखिरा छु भन्दाखेरि केही कुराहरु क्यान्सल आउट हुने जस्तो नि देखिरा छु त्यस्तो छ भने देखि चाहिँ त्यसलाई क्यान्सल गरेर लेख्दियौ है त माथिपटि के कमन आइराछ 2 कमन आइराछ हैन अनि -ax -hy धेरै कन्फ्युजन नपारम तल पनि 2 कमन आइराछ hx by अब यो 2 र 2 लाई क्यान्सल गरिदिसकेपछि फाइनली कति हुने भयो -ax -hy upon hx by है therefore derivative of y भनेको अब कति आउने dy by dx निकाल्नु भनेको थियो कति रहेछ त dy by dx of that function is dx भनेको -ax -hy upon hx by रहेछ ल यति आन्सर यो अलमोस्ट 2 मार्क्समा आउँछ है